घुमाउनै मिलेन गाइस, घुमाउनै मिलेन। पख्नुस् 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 पख्नु। ल अब हामी जान्छौँ F1 सफ्टको अफिस। के कतिको रेकर्ड हुँदैछ हेरौँ है त। माइक्रोफोन अलिकति ग्लेयर आउने रहेछ, एन्टी फिल्टर भएको अलि राम्रो हुन्छ। केही गरी यतै पाइयो भने खोज्नु पर्ला एकचोटि हैन। ओस्मो पकेट, ओस्मो नेकमा ढुङ्गै त्यसको। अब त्यसको लागि F1 जानको लागि किन यस्तो ल, यहाँबाट राइट लिने, यहाँबाट राइट लिनु पर्यो, यताबाट यताबाट चाहिँ राइट जानु पर्यो। सिधै जानलाई भन्दैछ दाजुले, अगाडिको दाजुले हाम्रो, तर हामीलाई जानु पर्ने छ राइट। यस, रुक जा भाई, इनको बड़ी जल्दी है। Plaza, the Plaza, signature platinum tower. Let's go, let's go, let's go. Amedullah. हाम्रो साथीले फोन गरिरहेको जस्तो छ, अगाडि आइसकेर। एकैछिन कुर्न लाउँछौँ, त्यसपछि हामी पुगिहाल्छौँ। मलाई पनि लेफ्ट नै जानु थियो, तर तपाईहरु अलि छिटो जान पर्यो। ल ल, मैले चाहिँ काटे। हाम्रो साथीले फोन गरे जस्तो छ, हाम्रो साथीले फोन गरेको जस्तो छ। त जामले लेफ्टपट्टि जानै मिलेन, कसरी चाहिँ जाने होला। नकुदाओस् साझाले, नकुदाएसम्म चाहिँ ठिकै हुन्छ। हाम्रो साथी कुरिरहेछ, हाम्रो साथी कुरिरहेछ। भइरहेछ। के लाग्छ दाजु तिमीलाई? हामीले साथीलाई भेटिसकेको छौँ हैन, भर्खरै F1 सफ्टबाट। अनि अब हामी चिया खान जाँदैछौँ। नजिकै हाम्रो यहाँ चियावाला भन्ने छ,
त्यहाँनेरि जान्छौँ हामी। हो यसो बाटोमा चाहिँ पार्क नगरिदिनु भएको भए हुन्थ्यो। यहाँबाट लेफ्ट जाने। खै दाजु ठुलो गाडी भयो, ठुलो गाडी। किन हाँसेको नि साथी? फोन आएको थाहा पाएन क्या, यसमा मैले कनेक्ट गरेर राखेको छ माइक अगाडिकोमा युज भइरहेछ कि हेलमेटमा भएको माइक चाहिँ अगाडि यसमा रेकर्ड हुँदैछ कि अनि ब्लुटुथ कनेक्ट गर्न मिल्दो रहेछ माइकको। त्यही भएर फोनसँग चाहिँ कनेक्ट छैन, फोनै आएको थाहा पाएन, भाइब्रेट गरिरहेको थियो उठाउन मिलेन। फेरि ओपन भनिरहेको छ, हाम्रो चियावाला आइसकेको छ, चियावाला। तर बाइक राख्ने ठाउँ चाहिँ अलि गाह्रो छ, यहीँ राखिदिनु पर्ला। डन विथ द स्क्रिन प्रोटेक्टर। कनेक्ट भएको छ कि छैन? हेडिङ ब्याक टु द अफिस। हेर्नुपर्छ है, गाडी खतरा आउँछ फेरि। माइती घरबाटै जान्छौँ अब हामी। सेट रातो बत्ती बलेको छ, ए रुक। आकाशैमा नहुला खेतारा भन्ने भन्थ्यो। खै त देखियो नि त यार, त्यो ग्रिनवाला देखिन्थ्यो एउटा। खैन हो, राइट जान दिएन। एभ्रिवेयर द खतरा टेम्पर ग्लास रहेछ, स्क्रिन प्रोटेक्टर। खतरा गाडी रहेछ पछाडिपट्टि, पुलिसको गाडी त होइन नि। ओके ओके ओके, लेट्स गो। मेरो माइक काम गर्न थालिसक्यो होइन अब। माइती घरमा एकदम जाम हुन्छ। किन हानेको लागि मान्छेले पछाडि एकदम जाम छ। म आउँदैछु। किन चाहिँ यति हर्न नहान्ने होला? हर्न हर्न धेरै नहानौँ होला है, हर्न धेरै हान्नु हुँदैन। कहाँ जान दिने त हो यो गाडीलाई? कहाँ चाहिँ जान दिने होला? खोलाको बाटो गए नि हुने रहेछ त खासमा, बेकार माथि आएछ। जङ्गलबाट जानु पर्ला बरु। तिनवटा जाम गर बस्नुभन्दा
ट्राफिक त अहिले त्यो ट्याक्सीवालालाई घुमाउने भयो अब। लेफ्ट लेन खुलेको जस्तो लाग्यो, लेफ्ट लेन। हिमाली कार्यकर्ताहरूले गर्दाखेरि जाम लागेको छ। यो त जानु दिनु पर्ने। ट्राफिक दाइले बोलाएर रोकिदिनु सक्नुभयो यताबाट लेफ्ट जानेहरूलाई। बसहरूले गर्दाखेरि बाटै छोडेको छैनन्, के गर्ने। अलि तनावग्रस्त बनाइदिएका छन्। आकाशैमा 9 लाख तारा। अब कुन बाटो जाने त हो, सबै बाटो त्यस्तै छ, सबै बाटो। सिधै गयो नि हुन्थ्यो जस्तो लाग्यो थियो, तर एका स्थानबाटै घुम्दै जानुपर्छ जस्तो छ। आर्मी दाजुहरू हाम्रो आर्मी दाजुहरू त छन्, तर के गर्ने, अगाडिबाट लेफ्ट जानुपर्छ। कसैमा 9 लाख तारा। गोठहरू त जानुहुन्छ, हामीहरू यता जान्छौँ। हिँड्न छिटो यताबाट। Keep on capturing 5.7K 30 FPS. Sorry, दाजु। कालिका स्थान हुँदै हामी अब अगाडिबाट छिटौँ किन कि राइट लिन मिल्दैन, किनकि वान वे हो। डेली ब्लग्स अपलोड गर्नेछु अब यो फेसबुक पेजमा हाम्रो। कस्तो गाण्डु मान्छेहरू हुन्छ यार, राइड जान मिल्दैन, जबरजस्ती राइड गइरहेछ कि। झन्डै ठोकेन त्यस्तो मान्छेले गर्दाखेरि। हुलाक छ यहाँनिर, हुलाक पोस्ट अफिस, दिल्ली बजार। टाइम लग जाता है भाई, जाम कति छ। हिमालय कार्यकर्ता गएर हेर्नुहोस् एकचोटि।
को क्या लगता है एक्सक्यूज बना रहे हैं? गए उनके पूछा, उन्होंने अब कलर कॉम्बिनेशन बताया कि इतना कितना है कितना नहीं है, यही पूछ रहे हैं ऐसा। चलो छिटो छिटो छिटो। है तेरा। गाड़ी वाला जाना ही दिँदैन नि। लेफ्टबाटै काट्नुपर्छ के गर्ने। एउटा जारको गाडीले गर्दा नि ग्रिन लाइट ग्रिन लाइट ग्रिन लाइट। ल है गाइजहरू, अलि ग्रिन लाइटै छ होइन। मलाई सिधा जानुपर्ने छ। यिनीहरू राइट जानेहरू कुन कुन हुन् गाडीहरू? केही अप्ठ्यारो पर्छ राइट जानेमा परियो भने चाहिँ, किनकि हामी सिधै जानुपर्ने छ। ल ठ्याक्कै अगाडिको गाडी सिधै जानुपर्ने रहेछ। ए ट्राफिक दाजु, ए ठोकिन्छ है ट्राफिक दाजु। त्यस्तो गर्नु भएन, ठोकिन्छ अहिले। ल यो हिल्टन होटलको हालत यस्तो छ अहिले। जेन्जी आन्दोलनले गर्दाखेरि कस्ता कस्ता हालतहरू बेहोर्नु परेको छ। फेरि पनि जान्न पऱ्यो। यो खोलिदियो फेरि। खुल्यो खुल्यो बल्ल बल्ल जाम खुल्यो। ल रुक रुक रुक, कत्रो स्पिडमा लिएर आयो। हाँस्छ त ड्राइभर दाजु। कसम नहुँला के त। So we'll be going right होइन। ए सूचीकृत भइसक्यो रहेछ त। चेटक कति बजी? 4 बजी उठा रहेछ। कसरी नहुँला के तारा। ल अफिस पनि आइपुग्यो।